गाइज वेलकम टु माई भ्लग। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु भन्दै आमाले कस्तो घुरेर हेरेको। ल अब चाहिँ हामी घरको कामबाटै सुरु गरिदियो आजको भ्लग। ल यस्तो छ है हाम्रो बारी ल धारा देखाइदिए धारा भन्दैछन्। भर्खर थेसर लगाएर अब फेरि पानी सानी लगाएर खेतमा फेरि उयोलाई के भन्छ लसुनलाई प्याजलाई दबाई हाल्दैछौँ। दबाई सबै लिएर आएको हाम्रो आमा। हाम्रो धारा यसरी आइन्छ है, यसरी लगाइन्छ। कुलो यस्तो छ फेरि कुलो यहाँबाट सरेर लग्ने अब त्यो खेतमा लगाउनु पऱ्यो नि, त्यहाँबाट खोलिदिने यतातिर लगाउनु पऱ्यो नि, यताबाट लगाउने। हामी चाहिँ यता हाम्रो खेतमा लगाउनु लाग्यो यसरी टक्क लगाएर। अब हामी चाहिँ फेरि पम्पबाट अब एकछिनमा पानी हाल्छौँ अनि त्यो पनि एकछिनमा देखाउँछौँ है त। अब हामी चाहिँ युद्ध लड्ने हिँड्यौँ काठमाडौँमा, गाइजहरू लडेछ न। अब हामी चाहिँ यता खेततिर लडिरहेछौँ, झोला सोला दबाई सबै बोकेर है। यसरी गर्नुपर्छ। छोरा जरीमा पानी हाल्दै गर्मी छ, लास्टै गर्मी छ बुटोलमा त, वाल गर्मी छ। ल हाम्रो सुँगुर पनि छ नि फेरि हल्का मम्मी हाम्रो मुने। हेलो त्यसो है भर्खर हालेको, अस्ति ठुल्ठुलो बढ्यो काटेर ल्याम्म खाइयो। घरमा घर आएको बेला झपझप काटेर हानिदिइहालेको यस्तो छ। हेलो मुने, यो चाहिँ हाम्रो पुरानो घर थियो यार। यहाँ एउटा हाम्रो रुम थियो, अनि यहाँ बाख्रा सुत्दिरह, यहाँ हाम्रो किचन थियो है। अनि यता हामी सुत्यौँ, यता पनि है यस्तो छ। हाम्रो वासरुम यस्तो थियो पहिला। ल अब यही हो गाइस। अब फेरि यता पनि माइजूकोमा पनि हालिदिनु पर्ने हुन्छ। बजाइ कुन हो माइजूको? खेतमा पानी लगाउँदै थियौँ, एक्कासी मोटर बन्द भएको अवस्था गाइस। ल यता यस्तो छ है, पानी फेकेन ल। ठुला खै त, ठुलालाई त बोलाउने होला है। हामीले पानी लगाएको थियौँ, एक्कासी पम्प सेट अफ भएको अवस्था। पानी सुकेर यस्तै छ गाउँघरमा है गाइस, यस्तो छ। ल म चाहिँ अब हाम्रो इन्जिनियर पम्पी सेटको ठुलालाई बोलाउनु जानु लाग्यो है। ठुला घर चाहिँ हो यस्तो छ है। हाम्रोतिर त फेरि मकैहरू पनि खतरा फल्छ नि गाइस, काठमाडौँमा देख्न पाइन्न। यता त ऊ के भन्छ यसलाई, बन्दा यस्तरी फल्छ है हाम्रोतिर बन्दा। गाइस दुईटा बारी मात्र थियो भरिन, पम्पी सेट अफ भइदियो। यस्तो छ है पम्पी सेटको हालत। खै के भएर अफ भयो। अब हाम्रो गाउँ चाहिँ यस्तो छ यताको है, हाम्रोतिरको गाउँ। पम्पी सेट कहिले बनियो, घाम भइसक्यो, छिटो गरेर भ्याएर उठाएर आइसुक्क भएर बसौँ भनेको। यस्तै छ हाम्रो, यस्तै छ पारा। अनि यस्तो पानी सानी बनेन। हामी चाहिँ दाइको विदेशबाट ल्याएको मिठाई खान जाँदैछौँ मेरो मम्मीको घर। यस्तो छ है हाम्रो बारीहरू। यहाँ लसुन फलिरहेछ, लसुन रे प्याज है। हाम्रोतिर यस्तो है प्याज। आज तपाईँहरूलाई हाम्रो खेतबारीहरू देखाउँदै हिँडिरहेको छु है। यस्तो छ हाम्रो घर पहिला सुरुमा यहाँ थियो है गाइस, यहाँ अहिले भत्काएको
सुरुको घर चाहिँ यस्तो छ। अब हामी चाहिँ ठुलामीको घर जाँदैछौँ। यस्तै छ है, टमाटरहरू गोबीहरू फलिरहेको छ है। यस्तो छ है यताको मौसम। हाम्रो यहाँ बाजे हुनुहुन्थ्यो, बित्नु भयो यार, बुढो बाजे। भात र नुन चिनी खाएर बस्थ्यो बुढो। ल यस्तो छ है। दा कस्तो राम्रो फुल फुलेको यार। ल हामी चाहिँ चक्लेट खाने घर पनि पुग्यो फाइनली। ठुलामीले हाम्रो ठुलामी हुनुहुन्छ है। ठुला बा ठुला खै त चापी। हामी फाइनल ठुलामीको घर पनि आइपुग्यो। आया खै कुखुरा, हाम्रो ठुलामीको कुखुरा यत्रो। कसैलाई चाहियो भने भन्नु है। ल कुखुराहरू खतरा खतरा खान्। म चाहिँ भित्रै गएर देखाउँछु है तपाईँहरूलाई। ल यस्तो छ हाम्रो। कहाँ ठुलामी सेतो? ए ए हाम्रो यसलाई के कुखुरा भन्छ ठुलामी? के कुखुरा भन्छ? सेतो मात्र है। ल यस्तो छ है हाम्रो कुखुरा, हाम्रो घरको कुखुरा। कुखुरा छ, जति पनि छ चाहियो भने। गाइस यहाँ पनि टन्नै छ। यही नै हो है। फाइनली भाइलाई लिन पनि स्कुलमा आएको अवस्था है। हो त्यहाँ छ, काले आउँदैछ। मेरो भाइ हेलो भन्दै नि त बाबु। हेलो भन्दै। ल अब भाइलाई लिएर जानुपर्ने हुन्छ घरतर्फ। सानो भाइ चाहिँ गएछ आज, यो मात्र एक्लै भयो। भाइलाई डर भए पनि जानुपर्ने हुन्छ। बाबुको स्कुल चाहिँ यस्तो छ है। ल ल जाउँ है त, एकछिनमा भेटौँ ल। ल हामी जेरी किन्न आएको अवस्था, बजार पसेको अवस्था। अस्ति म आज फेरि के अरे यो किनेको थिएँ, त्यो पनि हरायो। एउटा मेरोमा ठुलो डेमिज दिनुपर्छ, त्यो पनि हरायो। ल अब हामी जेरी सेरी अरू के खाने आवाज? फुर्की त खान्न हो, फुर्की पिरो हुन्छ। यो धेरै लगा नि त अझै मोटे भाइलाई नि। उयो दिनु। कति बच्यो? 20 रुपियाँ। 20 रुपियाँको दुईवटा दिनु। लगाऊ तिमीलाई मोटे भाइलाई। फाइनली हेलो भन्दै। हेलो गाइस। हेलो गाइस। हामी के किन्ने अरे? के किन्ने हामी? ढुलो ढुलो भन्छ। ल हामी चाहिँ अब चाहिँ घरतर्फ लाग्छौँ। घर गएर बोलाउँला है त एकछिनमा। बाई गाइस। हाम्रो घरतिरको बाटो सुबा भन्दा के हो?
फाइनली घर पनि पुग्यो है भाइ साईहरूलाई लिएर सबैजनालाई लिएर उति चाहिँ यहाँ छ पेन्जल हाई भन्दै ल अब चाहिँ घरसम्म पुग्यो अब चाहिँ एकछिन रेस्ट गरेर फेरि मामाको होटेलतर्फ लाग्नुपर्ने हुन्छ फेरि के कस्तो हुन्छ तपाईँहरूलाई फेरि देखाउँछु अनि सबैजनाले सब्सक्राइब गर्नु भयो भने सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला है त्यही भन्न चाहन्छु ओके बाई तिते यहाँ आइज ओ बाई बाई पारा गर्छ न फेरि हान्दै त फेरि हान्दै ल हामी चाहिँ बारसँग हल्का रमाइलो गर्दै है यहाँ चाहिँ तिते चाहिँ बल खेले ल यस्तो छ गाइस फाइनली मामाको होटेल पनि आयो खाजा खान है हेलो हेलो सुभाष हेलो ठिक छ सुदेव के छ यता हेर न तिमीले के बनायो यस्तो मिठो ए सिकुडी कडा यस्तो हुँदैछ है पाक्दैछ है पोर्क पनि पाक्दैछ पोर्क नि हाल्नुपर्ने हुन्छ मिलाएर यही त हो मामाको होटल भएको खाइरहेको है खाँदा यस्तो छ भोलि आउँछ यार सुदीप ठ्याक्क 10 बजे ल यस्तै हो यस्तो छ हाम्रो मामाको होटेल चाहिँ अलिअलि यस्तो छ हाम्रो ताल दानापुर ताल गाइस दानापुर ताल ल यस्तो छ हाम्रो रेस्टुरेन्ट छ ल मामाको रेस्टुरेन्ट चाहिँ यस्तो रहेको छ अब खाजा खानुपर्ने हुन्छ है रात पनि पर्यो आजको दिन पनि यत्तिकै गयो अब काठमाडौँ जान पनि धेरै दिन छैन मलाई जहाँसम्म लाग्छ आज 13 गते भनेपछि त्यही 7 दिन जति छ अब 7 दिनमा के कस्तो हुन्छ तपाईँहरूलाई देखाइ नै हाल्नेछु भगहरू आइरहेको छ ल यस्तो छ हाम्रो घरको एकदम फ्रेस अर्ग्यानिक ताल अर्ग्यानिक ताल है अलिअलि ल यस्तो छ यस्तो रहेको छ ल अब चाहिँ खाजा खाएर घरतर्फ लाग्नुपर्ने हुन्छ त्यही भन्दै अहिलेलाई चाहिँ गाइस अब चराप हान्नुपर्ने हुन्छ यो भ्लग कम्तीमा पनि सुत्ने बेला हेर्नु होला है चट्ट यस्तो भोक लागेको फिल भएको बेला हेर्नु होला चट्ट हान्नुपर्ने हुन्छ यो बनाएर मिलाएर चट्ट है त स्टार्टै भएन 1 2 3 4 5 6 7 ओ माई गॉड we'll try guys finally पाइप साइप पनि उठाइयो हैया थाक्यो यार उता पम्प सेट पनि स्टार्ट भएछ अब पम्प सेट तर्फ लाग्नुपर्ने हुन्छ हैया थाक्यो यार लास्ट ल गाईहरू यहाँ छन् ल राजाहरू ल है त आजलाई यहीँनिर भ्लग इन गरौँ होला सबैजनालाई बाइ बाइ गाइस